भ्रष्टाचार गरेर गनाएका मुद्दा चलिरहेका मान्छेहरूलाई अहिले पनि नियुक्ति गरिएको छ। हेलो हाई दर्शन नमस्ते सम्पूर्णजनालाई। म के भन्न आएको भन्दा जे पनि हुन्छ हाम्रो नेपालमै हुन्छ। साँच्चैकै हाम्रो देशलाई चाहिँ नि यतिकै चाहिँ नि सतीले सरापेको देश भनेर भनिएको रहेनछ। साँच्चै नै सतीले सरापेकै देश रहेछ। त्यसैले अहिले हेर्नु धेरै प्रकारको काण्डहरू हाम्रै देशमा हुन्छ। अलिकति राम्रो मान्छेलाई राम्रो काम गर्न थाले कि खुट्टा तान्ने भइहाल्छ हैन। धेरै मानिसहरू चाहिँ नि त्यस्तै मात्रै। बरु सहायता गर्ने अगाडि बढ्नको लागि सहायता गर्नुपर्छ, खुट्टा तान्नको लागि हैन। तर हाम्रो देशमा चाहिँ नि अगाडि बढाउँदैनन्। अगाडि बढ्न खोजेकोलाई चाहिँ नि खुट्टा तानेर पछाडि नै तान्ने हामी नेपालीहरूको बानी यस्तो छ। हेर्नु अहिले भर्खरै कुलमान घिसिङको फेरि दुबारा चाहिँ नि उहाँलाई चाहिँ नि आफ्नो पदबाट हटाइएको छ। उहाँलाई चाहिँ नि आफ्नो पदबाट हटाएर अहिले फेरि पुरानै त्यो उसलाई चाहिँ नि खड्काजीलाई चाहिँ नि फेरि राखिएको छ। तर के अब फेरि नेपालले फेरि अन्धकारलाई नै स्वीकार गर्ने हो, फेरि अँध्यारोमै बस्ने हो नेपाल। अब पहिला 18 घन्टा 22 घन्टा लोड सेडिङ हुन्थ्यो र अहिले फेरि त्यही कुरा चाहिँ नि फेरि सुरु भइसकेको छ कि लोड सेडिङ चाहिँ नि अब दिनमा पनि हुन्छ, रातिमा नि हुन्छ, बेलुकामा नि हुन्छ। म हाल अहिले विदेशमा छु, आफ्नो देशमा छैन। तर पनि घरमा जहिले फोन गर्छु तहिले चाहिँ नि लाइट गएकै हुन्छ। र यस्तो कन्डिसन आइसक्यो फेरि भनेपछि राम्रो काम गर्नेलाई चाहिँ नि नेपालमा ठाउँ छैन। नेपालमा ठाउँ छँदै छैन। कुलमान घिसिङलाई चाहिँ नि अरू देशको मान्छेहरूले सम्म चिनेको छन्, तर अर्कै देशको मान्छेले चिनेर उहाँको बारेमा चाहिँ नि राम्रो राम्रो कुरा भन्छ। तपाईँ हेर्नुहोस् सुन्नुहोस्। तर हाम्रो देशमा भएकोहरूले टाउकेहरूले चाहिँ नि सबैले होइन तर केही अब सरकारमा भएका टाउकेहरूले चाहिँ नि होइन, खास गरेर हाम्रो अहिलेको प्रधानमन्त्री केपी ओली शर्माजी, उहाँ चाहिँ नि खै मान्छेलाई चाहिँ नि खालि लडाउने, चोर्ने अनि फेरि त्यस्तै डाकाहरूलाई मात्रै साथ दिने रहेछन् उहाँले चाहिँ नि। तपाईँ त मर्ने बेला भइसक्यो है। एउटा खुट्टा कब्रमा पुगिसकेको छ तपाईँको। अब अर्को खुट्टा पनि जानलाई अब लगभग जाने बेला भइसकेको छ। अब तपाईँ त मरेर जानुहुन्छ हैन। अब आउने जेनेरेसनलाई त राम्रो शिक्षा दिनु पर्यो, राम्रो बाटोमा ढोर्याउनु पर्यो। कसले राम्रो गर्छ, देशको लागि राम्रो गर्छ, त्यस्तो मान्छेलाई नियुक्त पोस्टमा राखेर चाहिँ नि उसलाई काम गर्न दिनु पर्यो नि। तपाईँ त मरेर जानुहुन्छ, तर आउने जेनेरेसनले त राम्रो कुराहरू सिक्नु पाउनु पर्यो नि हैन। त्यही भएर तपाईँले चाहिँ नि त्यस्तो नगर्नुहोस्। त्यस्तो तपाईँलाई चाहिँ नि मान्छेले चाहिँ नि पुस्ताले चाहिँ नि सराप्नी चाहिँ नि ऊ नगर्नु। तपाईँले प्रधानमन्त्रीज्यू सुध्रिनुहोस्। तपाईँको त जाने बेला भयो, तर हाम्रो देश बर्बाद गरेर नजानुहोस्। यो भिडियो तपाईँहरूले हेर्नुहोस्। कुलमान घिसिङलाई चाहिँ नि अरू देशको मान्छेहरूले सम्म चिनेको छन्, तर अर्कै देशको मान्छेले चिनेर उहाँको बारेमा चाहिँ नि राम्रो राम्रो कुरा भन्छ। तपाईँ हेर्नुहोस् सुन्नुहोस्। के सुपर हीरोज के बारे में बात करें, कुलमान घिसिंग नेपाल को लोड शेडिंग फ्री कर दिया पिछले 2 सालों के अंदर। वही नेपाल इलेक्ट्रिसिटी बोर्ड जो लगभग 9 बिलियन नेपाली करेंसी के लॉस में था, वो 1.5 बिलियन नेपाली करेंसी प्रॉफिट के अंदर ला दिया। कुलमान घिसिंग की ऐसी लीडरशिप है ना, ये स्ट्रैटेजी नहीं केवल एग्जीक्यूशन, ग्राउंड लेवल पे चले जाते हैं। ये वो आदमी है जो नेपाल के हीरो क्यों है, आज पूरे नेपाल को बिजली दी इन्होंने। आज पूरा यूथ इनको अपना लीडर मानते जानते हैं। क्यों? ये सुबह 8 बजे ऑफिस पहुंच जाते हैं, रात 8 बजे तक बैठते हैं। मैनेजिंग डायरेक्टर है, कम ऑन, एग्जीक्यूटिव नहीं है। नेपाल इलेक्ट्रिसिटी बोर्ड के मैनेजिंग डायरेक्टर टॉप पोजीशन पे। जब पूरा का पूरा नेपाल फेस्टिवल ऑफ लाइट्स उसकी छुट्टी मना रहा था ना, उस समय ये ऑफिस में बैठ के नेपाल को बिजली देने में लगे हुए थे। प्रायोरिटाइज करते रहे शुरू से कि किधर कितनी ज्यादा बिजली चाहिए, किस समय, किधर कम बिजली चाहिए, स्ट्रैटेजिकली किस समय उधर से बिजली निकाल के इधर डालें। इसको बोलते हैं लाइन बैलेंसिंग। अच्छा, दूसरी चीज ये जानते हैं कि विदेश में बिजली बिल्कुल नहीं बेचूंगा। उस बिजली को, बहुत सारी बिजली इन्होंने वापस देश में रोक ली। ये पहले बिजली इंडिया को भी दिया करता था नेपाल। बहुत ठीक किया इन्होंने कि इंडिया से बिजली रोक करके अपने कंट्री के अंदर
अंदर अपने इंडस्ट्रियलाइजेशन में पैसा लगाया। आज वही बिजली जब ये बाहर बेचते थे इनको कम पैसा मिलता था, अपने यहां कंज्यूम करके उससे पैसा प्रॉफिटेबल बना सके। स्ट्रैटेजी नहीं, फिर से बोल रहा हूं, एग्जीक्यूशन। हाइड्रो प्रोजेक्ट जो थे उनको रिवाइव किया, उनकी स्पीड बढ़ाई, इंटरनेशनल इन्वेस्टमेंट लेकर के आए, दिन रात लग के काम किया, लीडरशिप इतनी मजबूत, लोगों को इंस्पायर किया। जबरदस्ती नहीं कराते, ये क्या कहते हैं, पहले मैं अपने आप को ठीक करूंगा, लोग अपने आप ठीक होते चले जाएंगे। सरकारी कंपनी है ना, आप कैसे जबरदस्ती कराएंगे, इसको बोलते हैं एक कम ऑन इंस्ट्रक्शन नहीं, इंस्पिरेशन। इनको देख करके सरकारी कंपनी के एम्प्लॉयज एकदम खड़े हो जाते हैं, एनर्जी ला दी इन्होंने। नेपाल इलेक्ट्रिसिटी बोर्ड के 14,500 एम्प्लॉय आज इनके साथ खड़े हो गए। जानते हैं क्यों? क्योंकि इन्होंने 3 करोड़ नेपालियों की प्रॉब्लम सॉल्व करी है। वही नेपाल जहां पहले 18 घंटे बिजली नहीं होती थी, आज 18 मिनट भी बिजली नहीं जाती है। तर हाम्रो देशमा पनि हुनुहुन्छ धेरै राम्रो मान्छेहरू पनि हुनुहुन्छ जो कुलमान घिसिङ सरलाई राम्रो भन्नुहुन्छ, उहाँको कामलाई देख्नुहुन्छ, उहाँहरू पनि हुनुहुन्छ। हेर्नुहोस्, तपाईँहरूले यो भिडियो हेर्नुहोस्, हाम्रो देशका मान्छेहरूले पनि कुलमान घिसिङ सरलाई राम्रोसँग चिनेका छन्, उहाँको कामलाई चाहिँ नि राम्रोसँग जान्नुभएको मान्छेहरू पनि हुनुहुन्छ र नजान्ने मान्छेहरू पनि हाम्रो केपी ओली जस्तो चाहिँ नि मान्छेहरू पनि धेरै हुनुहुन्छ। विद्युत प्राधिकरणको 4 वर्ष कार्यकाल गरेको कुलमान घिसिङ भन्ने एकजना इन्जिनियरले 4 वर्षको बिचमा के गर्यो? विद्युत प्राधिकरणको कायापलट गरिदियो। 37 अरब घाटा थियो, 11 अरब नाफा कमाएर भदौ पोहोर साल भदौ 29 गते बिदा भयो। त्यसको लोड सेडिङ 18 घण्टाको लोड सेडिङमा सरप्लस बिजुली बनाएर गयो म्यानेजमेन्टको। अब तपाईँ लिकेज 26%, 26.5% लिकेज थियो, लिकेजलाई घटाएर 15% मा झारिदियो। अब हुने रहेछ त काम गर्दाखेरि, त काम गर्न सक्ने देशप्रति प्रतिबद्ध भएपछि त हुँदो रहेछ नि त। त्यो मान्छेलाई रिपिट गरिदेऊ भन्नु भन्दाखेरि जनताले सडकमा उत्रिँदाखेरि लाठी खाए, रक्त मुछेल भए, फेरि त्यसलाई काममा राखिदियो है, फेरि एक चरणमा राखिदिए। तर भ्रष्टाचारले गनाएका मान्छेहरूलाई नियुक्ति गरिएको छ, भ्रष्टाचार गरेर गनाएका मुद्दा चलिरहेका मान्छेहरूलाई अहिले पनि नियुक्ति गरिएको छ, अख्तियारमा लगिएको छ मुद्दा चलिरहेका मान्छेहरूलाई। अब अनि कसरी स्वच्छ प्रशासन तपाईँ भन्नुहुन्छ, कसरी राम्रो गरिरहेको छ भनेर भन्नुहुन्छ?